सो गाइज हेलो सबैजनालाई वेलकम छ मेरो मिनी ब्लगमा। सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै नै छु र सोचिरहनु भयो होला यो प्लास्टिक बोकेर कहाँ हिँडेको होला भनेर हैन। म चाहिँ आज जियोस माछा मार्न जाँदैछु गाइज हैन। अनि ढक्क लाएर म चाहिँ हिँडेँ कोदालो निकालेर खेतबारीमा है। अनि खेतबारीमा गएर ढक्क लाएर मैले चाहिँ खोजेँ गडेउला। अब गडेउला त खन्नु पर्यो अनि ढक्क लाएर मैले गडेउला सडेउला खनेर हातले त्यो माटोहरू फुटालेर प्लास्टिकमा हालेर अनि गडेउलाहरू ढक्क लगाएर टन्नै लगेर गएको थिएँ। मैले चाहिँ गडेउला पनि हैन माछा एकदम धेरै मारेर ल्याउँछु भन्ने सोचिरहेको थिएँ। अनि ढक्क लाएर मैले चाहिँ गडेउलाहरू पनि प्लास्टिकमा राखेर अनि म चाहिँ हिँडेँ अहिले टक्क खोलातिर हैन। ढक्क खोलातिर चाहिँ अब धेरै पछि हिँड्यो नि त। अनि चाहिँ पुरै झाडीहरू नै थियो, पुरै झाडी हैन। तर जस मौसम चाहिँ दामी नै गरेको थियो। अब घाम लागिरहेको थियो र मैले छाता ओढेर हिँडिरहेको थिएँ। अनि म चाहिँ खोलामा पुगिसकेर पनि मैले चाहिँ अब त्यो बल्छीमा चाहिँ त्यो हाल्नु पर्यो नि त गडेउला। अनि मैले चाहिँ गडेउला राखेर टक्क माछा मार्नतिर लागेँ र मैले चाहिँ बोनीमा एउटा गैँटा र बोटी एउटा बडी थुतेर टक्क बसेँ। अनि त्यसपछि चाहिँ धेरै पछि के लगभग आधी घन्टा 1 घन्टा पछि चाहिँ मैले चाहिँ लगभग त्यति एउटा बोटी र एउटा गैँटा थुतेँ हैन। अनि त्यसपछि माथि आएर एउटा तालमा जियोस् एकदम दामी के ढक्क। अनि एउटा बोटी चाहिँ दामी बोटी थुतेँ क्या सेतो हैन। अनि मैले चाहिँ यो बोटी थुतेर म एकछिन बसेँ अनि फोटोसोटो खिचेर मस्त लागेर यो देखिरहेको तालमा अनि ढक्क लाएर म नुहाएर अनि अहिले चाहिँ फ्रेस भएर पनि मैले माछाहरू देखाइसकेँ। अनि मौसम चाहिँ एकदम गर्मी चाहिँ लास्टै धेरै थियो गाइज हैन। अनि सबैजनालाई कस्तो लाग्यो र मलाई चाहिँ माछा त्यति धेरै मन पर्दैन, तपाईँहरूलाई कतिको मनपर्छ कमेन्ट गरिदिनु होला। र गाइज अब चाहिँ हामी भेट्नेछौँ नेक्स्ट ब्लगमा है। बाई बाई गाइज।